नमस्कार। फेरि पनि म उपस्थित भइसकेको छु। आज चाहिँ 7औं श्रृङ्खला, कति छिटो 7औं श्रृङ्खलामा पुगिसक्यौँ हामी। र आज चाहिँ म यो प्रशंसनीय दृष्टिकोण तालिम पुस्तिका, जसलाई रामबहादुर राउत र घनश्याम कोइराला सरले लेख्नु भएको छ, उहाँहरू दुईजनाले संयुक्त रूपमा तयार गर्नुभएको यो कृति भित्रबाट केही कुराहरू, केही प्रसङ्गहरू प्रस्तुत गर्ने जमर्को गरिराखेको छु। र हामीले निरन्तर रूपमा पठन संस्कृतिको विकास गर्नुपर्छ भनेर यो पठन संस्कृतिलाई उजागर गर्नको लागि किताबभित्रका कुराहरू समेटिरहेका छौँ। र आज मैले प्रस्तुत गर्ने यो कृतिका आदरणीय लेखकद्वयलाई उच्च सम्मान व्यक्त गर्न चाहन्छु, हार्दिक आभार व्यक्त गर्न चाहन्छु। अब चाहिँ म यसभित्रबाट शङ्काको कुनै औषधि हुन्न भन्ने शीर्षकको एउटा कथा पढ्न गइरहेको छु। सुन्ने होइन त कथा? पक्कै सुन्नुहुन्छ, किनभने यति धेरै माया ममता दिइरहनु भएको छ र दिइरहनु हुनेछ। किनभने हजुरहरूको साथ र समर्थन बिना मलाई यो जाँगर पनि आउँदैन थियो। अहिले त कति बेला दिनमा एउटा बनाइहालौँ भिडियो भन्ने लाग्छ। यसकारण पनि आजको यो श्रृङ्खला झन् विशेष श्रृङ्खला, झन् रमाइलो श्रृङ्खला, झन् तपाईँहरूलाई छोडेर कतै नजाम, सुनि नसकिकन भन्ने खालको श्रृङ्खलाको रूपमा रहेको छ। म अब सुरु गर्छु। शङ्काको कुनै औषधि हुन्न। एउटा परिवार थियो। त्यस परिवारकी श्रीमती असाध्यै शङ्कालु स्वभावकी थिइन्। उनी आफ्ना श्रीमानप्रति सधैँ शङ्का गर्थिन्। अफिसबाट ढिलो आउँदा एक किसिमको शङ्का र छिटो आउँदा अर्को किसिमको शङ्का। एक दिन अफिसबाट आएका श्रीमानलाई ट्वाल्ल परेर हेरिरहन्। अनि यसो कुमतिर केन्द्रित भएर हेरन्। कुममा एउटा रौँ देखिछन्। क्या हो, चालामाला त गतिलो देखिन्न नि, कुममा त लामो रौँ छ नि, कुन जगल्टिनीको? श्रीमानले त्यो रौँ टिपेर फ्याँके मात्र, केही बोलेनन्। श्रीमती भने सधैँ झैँ शङ्काका शब्दहरू भटभट्याउँदै आफ्नो काममा लागिन्। अर्को दिन पनि श्रीमान अफिसबाट आउनासाथ उनको जिउभरि हेर्न थालिन्। हेर्ने क्रममा आज पनि पिठ्यौँतिर एउटा रौँ फेला पर्यो। अब त के चाहियो र? रुँदै कलकल आउँदै कराउन थालिन्। तिमी जाली छौ, तिम्रो बेहोरा गतिलो छैन, तिमी कुनैसँग के हो त्यो जगल्टी, आदि इत्यादि। श्रीमान भने आफूलाई शङ्का नगर्न आग्रह मात्रै गर्दथे। अघिल्लो दिन मात्र श्रीमानको कुममा कपाल भेटिएकोले अर्को दिन श्रीमानको अफिसबाट आउन साथै नजिकै बोलाइन् र श्रीमानको कुम पिठ्यौँ सबैतिर राम्ररी हेरिन्। तर यस्तोटी रौँ भेटिएन। आफ्नो कुम र पिठ्यौँतिर श्रीमतीले रौँ फेला नपारेपछि श्रीमान चाहिँ अलिक ढुक्क हुँदै बोले, धत, तिमी व्यर्थ शङ्का मात्र गर्छौ, त्यस्तो केही होइन क्या? त्यतिले श्रीमती किन ढुक्क हुन्थिन् र? उनको शङ्का गर्ने पुरानो बानी नै परेको छ। त्यसैले उनी झन् झोक्किँदै बोलिन्, बा, घरमा मैले तिम्रा जिउमा रौँ भेटेपछि कुन मुरलीतिर सङ्गत बगाएका छौ? खुब बाठो बन्ने भन्ठान्छौ। म के कम बाठी छु? अब के भन्ने छ? कहीँ शब्दको शङ्काको औषधि। कस्तो रमाइलो प्रसङ्ग, कति मिठो कथा। श्रीमतीले भन्छन्, अब तिमीले यो रौँ भेटे भनेर श्रीमतीले शङ्का गर्छे भनेर अब जगल्टा अथवा कपाल धेरै पाल्नेसँग सङ्गत गर्न छोड्यौ अथवा उसँग सम्पर्कमा रहन छोड्यौ। तर कहाँबाट मुडुली भेट्यायो? अनि मुडुली भेटाएपछि त रौँ हुँदैन। अब ल हेर्नुहोस् त, त्यसकारण जति बेला पनि यो शङ्का यो उपशङ्काले चाहिँ कस्तो किसिमको प्रभाव जमाउँदो रहेछ। यसकारण यो शङ्का गर्ने बानीलाई चाहिँ हटाम, यथार्थ कुराको मात्रै पछि लागौँ, विश्वास यथार्थको मात्रै गरौँ, शङ्कालाई छोडिदिउँ र शङ्काको कुनै औषधि हुन्न भन्ने यो एकदमै मिठो कथा लेख्नु भएकोमा हजुरहरू दुवैजनालाई हार्दिक सम्मान व्यक्त गर्दै अर्को श्रृङ्खलामा भेट्ने बाचासहित अहिलेलाई बिदा चाहन्छु। हस्, नमस्कार, शुभ दिन।